होइन यस्तो छ सामान त किन्नु परेन त सामान त हामी उबाट किन्छौँ नगरको कोषबाट ड्रेन बनाउँछौँ गिटी सिमेन्ट त्यो सबै लिएर आउँछ त श्रमदाताले दिनभरि पसिना बगाउने होला त्यहाँ काम गर्ने होला नि त होइन त्यो हो तर श्रमदाताले जाली त किनेर ल्याउँदैन है नगरको सम्पत्ति जोगाउनु छ नि श्रमदाताले जाली पनि किनेर ल्याए भन्दा आउँछ त आउँदैन त्यसले गर्दाखेरि यो सबै कुरा नगरको प्रोटेक्सनको लागि नगर प्रमुख हो मैले गर्ने निर्णय होइन साथीहरूले के गीत गाउँछन् भन्ने कुरो त्यत्रो धेरै इम्पोर्टेन्ट कुरा होइन क्या मैले जे निर्णय गर्छु त्यो अनुसार चल्छ नगर मेरो त्यही हो मैले म आएको पहिलो दिनदेखि मेरो शैली नै त्यही हो मैले जे भन्छु त्यो तरिकाले चल्नुपर्छ किनभने प्रमुख म हो मलाई के अरे प्रमुखको पदमा पब्लिक चुनेपछि मेरो भिजनमा चलिरहेको छ अहिले होला नि यो श्रम गर्ने कि नगर्ने के गर्ने कि नगर्ने त्यो जाली खरिद गर्ने कि नगर्ने यो सबै कुरो मेरो डिसिजन हो त्यो चिज हो नि उहाँले भन्नुहुन्छ अब बजेटको निकासा गर्यो बजेटको निकासा गर्यो के बजेटको निकासा गर्यो विपद कोषमा हामीले पैसा राखेका हुन्छौँ होइन यसपालि त मात्रै विपद कोषमा 3 करोड राख्दैछु थोरै है जाली मात्रै 1 करोडको किन्छौँ आउँदो उसमा यतिखेर चाहिँ कता हो के हो भने धोतीले टोपी कुदिनु भन्दा त्यो गरौँ भनेको पहिल्यैदेखि उहाँहरू के बजेटमा धेरै अब यसपालि चाहिँ हामीले त्यसै जान्छौँ विपदलाई पहिलो प्राथमिकता राख्नुपर्छ